नयाँ पार्टी खोल्नको लागि होइन, हामीले समय समयमा परिमार्जित गर्दै जानुपर्छ। यस्तै बेलाले परिमार्जित गर्दै जान्छ। मलाई लाग्छ विवेकमा आउन सक्ने सम्भावना कम छ। आयो भने त्यसपछि सोचौँला कि अनि त्यसपछि अरू सबैको छलफल गरेर निर्णय गर्छौँ। तर अर्को पार्टी खोल्न चाहिँ नि म त्यसको पक्षमा छुइनँ, कुनै पक्षमा बिल्कुलै छैन। महाधिवेशन चाहिँ कसको नेतृत्वमा हुन्छ? शेरबहादुरजीको। त्यो भएन भने सम्भव भएन भने फेरि मैले अघि भनिहालेँ, छलफल गरेर एउटा नीति हामी निर्णय गर्छौँ। यो मलाई लाग्छ साधारण सरकार हो, कुनै हुन त बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन। नयाँ कुनै नीतिहरू ल्याएको त छैनन् उनीहरूले, खालि यो काम चलाउ सरकार भनौँ न। यो 5 वर्ष टिक्ला, यो बिचमा मध्यावधि जाने सम्भावना पनि रहन्छ। सम्भावना त किन रहँदैन, भइहाल्छ नि। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।